हेर्नुहोस् है सरलाई मैले दिएको सूचना अरू कसैले हेर्नु न सरलाई मैले दिएको सूचना सरले के गर्नु पर्यो भने उहाँ सरलाई रिले गर्नु पर्यो मलाई हेर्नु छ त ठिक छ सर सृष्टि मैडम ओ मैडम भिडियो एउटा भिडियो अब हजुरले उहाँसँगलाई बोलाएर चाहिँ मैले दिएको सूचना चाहिँ हजुरले गर्नु अब उता रेडी गर्नु सरलाई बोलाएर हजुरले चाहिँ पाएको रिलेसन चाहिँ म्यासेज दिनु पर्यो सर त्यही बसौँ सर यस्तो अब उता फर्केर दिनु पर्यो बोलाएर हजुरले के पाउनु भयो ल बोलाएर दिनु पर्यो म्यामलाई दिनु भयो ल म्यामले ल्याएर के अब रेडी गर्नु पऱ्यो म्यामले ल भयो सबैले ताली बजाइदिनु अब म ऱ्यापअप गर्छु थोरैमा सकाउँछु सरहरू बस्नुहोस् त हेर्नुहोस् है सूचना कसरी प्रवाह हुँदो रहेछ एकछिन है सर सूचना कसरी प्रवाह हुन्छ चेन अफ कमान्डमा जाँदाखेरि लोकल लेभलबाट एउटा लेभलबाट अर्को तहमा जाँदाखेरि सूचना कसरी प्रवाह हुन्छ हेर्नुहोस् है सुरुमा भनेको म्यामले जति के गर्नु पनि लास्टमा त सुरुमा यो थियो जस्ट मोटरसाइकल कि हाल्नुहोस् स्ट्रेट हाल्नुहोस् गियर हाल्नुहोस् यसरी हाल्नुहोस् जानुहोस् भनेर भनिदिएको अब उहाँले यसोमा सही सूचना गयो त चलो ढालेको पनि आयो रिपोर्टिङ हुँदाखेरि यही हुने हो मिडियामा पनि यही हुने हो हाम्रोमा पनि यही हुने हो त्यसकारण हामी सबैले फ्याक्चुअल इन्फर्मेसन पहिला सुरु बुझौँ ड्राफ्ट गरौँ अनि बल्ल दिउँ सबैले ताली बजाइदिउँ